पिन काटी त यही थियो यो मिस्त्रीहरु सबै लगाएको छन् यो रुममा सबै उड्छ के स्क्रुपले स्क्रुपले के पिन काटी कामै पर्दैन दाजु उनीहरुले उहाँ लिएर गएको छन् सबै छतमा त्यो मतलब त सबै उडिहाल्छ मिश्री चोर्यो दही सबै चोर्यो सबै थोका चोरिसक्यो प्राण पनि चोर्यो माखन चोर्यो मिश्री चोर्यो दही सबै चोर्यो सबै थोका बगेकी यमुना उस्तै राम्रो मत भरे आउने 10 बजे आउने जहाँ कहीँ हुनुहुन्छ यो आवाजलाई श्रवण गर्दै हुनुहुन्छ भने कलश यात्रामा सहभागी हुनका लागि अनुरोध गर्दछौँ र अब हामी केही मिनेटपछि कलश यात्रा यहाँबाट प्रारम्भ गर्नेछौँ। भगवते वासुदेवाय ओम नमो भगवते वासुदेवाय बाबु हेलो कता हिँड्यौ
मुखमै खिया खाँदै ओम नमः राम्रो निकाल है राम्रै आउँदैछ नदेखेको ठाउँ देखिरहेको मैले यत्रो काम गर्दा नि यो गाउँमा हाम्रो जाममा परेको चाहिँ जय जय भरत दाइ जय 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 पनि हाल्छ नि बिस्तारै के लाइट भन्न थाल्यो बाइक आयो मन्दिरको चाबी चाहिँ भेटेको थिएँ मैले राधे 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 जय 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 राधे राधे जय 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 कृष्णचन्द्र भगवानको जय रामचन्द्र भगवानको जय 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 राधे राधे बनौला कृष्णजीकै भक्त बनौला गोलक जाने बाटो खनौला गोलक जाने बाटो खनौला राधे राधे बनौला कृष्णजीकै भक्त बनौला राधे राधे बनौला कृष्णजीकै भक्त बनौला मुक्ति कहिले पाउने कृष्ण प्रभु तिम्रो धामले मुक्ति कहिले पाउने कृष्ण प्रभु
लोकमा डोल कहीँ न कहीँ यस लोकमा दर्शन यस लोकमा दर्शन स्वर्गमा जाऊ तिमी इन्द्रसरी भई स्वर्गमा जाऊ तिमी इन्द्रसरी भई दर्शन ल्याउला कहीँ न कहीँ दर्शन ल्याउला कहीँ न कहीँ पातालमा जाऊ तिमी पातालमा जाऊ नागसरी भई दर्शन ल्याउला दासी बनी फुलसरी लक्ष्मीजीलाई वन्दना गौरीजीलाई वन्दना लक्ष्मीजीलाई वन्दना गौरीजीलाई वन्दना आद्या शक्ति दुर्गाजीका शरणमा वन्दना आद्या शक्ति दुर्गाजीका शरणमा वन्दना थाहा छैन परमार्थ कुन चराको नाम हो भक्ति कुन चराको नाम हो कुन रूपमा उडेर कता गयो त्यो कलियुगको मान्छेलाई मतलब हुँदैन यही दुःखको कुरा छ र यी कलियुगका मान्छेलाई मुक्ति दिलाउने त्यो साधन के छ मलाई त्यो प्रश्न पहिला गरिदिनुहोस् गुरुदेव मेरो अर्को प्रश्न एउटा के छ भने भगवान श्री हरिका पावन लीलाहरू छन् उहाँले गरेका कर्मलाई लीला भन्छ त्यो लीला भनेको के हो त्यो भगवानले चाहिँ